जय मसी सबैजनालाई। आज हामी विशेष गरेर मानिसलाई आउने परीक्षाहरूको बारेमा कुरा गर्नेछौँ। पहिलो यूहन्नाको 2 मा 2 को 15, 16, 17 प्रभु यीशुको चेला यूहन्नाले यसरी लेखेको छ, संसारलाई वा संसारमा भएको कुनै पनि थोकलाई प्रेम नगर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्यसमा हुँदैन, किनकि संसारमा भएका सबै थोक अर्थात् शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको सिखी पिताबाट आएका होइनन्, तर संसारबाट आएका हुन्। संसार बिति जान्छ र त्यसको अभिलाषा पनि बिति जान्छ, तर परमेश्वरको इच्छा पूरा गर्ने चाहिँ सधैँको निम्ति रहन्छ। यहाँ हामी प्रभु यीशुमा विश्वास गर्ने मानिसहरूले बुझ्नुपर्ने कुरा चाहिँ के हो भन्दाखेरि, हाम्रो दैनिक जीवनमा हामीलाई तीन किसिमले परीक्षाहरू आउने गर्दछ। अनि जुन कुरा चाहिँ यूहन्नाले भनेको छ है, शरीरको अभिलाषा हो एउटा चाहिँ, एउटा आँखाको अभिलाषा, अनि एउटा चाहिँ जीवनको सिखी। शरीरको अभिलाषा चाहिँ के हो भन्दाखेरि शरीरले भोग गर्ने कुरा है, जस्तै खानको लागि परीक्षाको कुराहरू बाइबलले गरेको छ। आँखाको अभिलाषा भनेको चाहिँ आँखाले हेरेर होइन लोभ गर्ने, लालच गर्ने कुराहरू भयो भने, जीवनको सिखी भनेको चाहिँ एउटा घमण्डी हृदय होइन, अहङ्कारी विचारहरू, अभिमानी विचारहरू जब हामीमा आउँछ, त्यो चाहिँ जीवनको सिखी हो। त्यो कुरा चाहिँ परमेश्वरबाट आएको होइन, संसारबाट आएको हो भनेर यहाँ चाहिँ चेतावनी दिइराखेको छ। त्यही भएर यी कुराहरू चाहिँ एक दिन बितेर जान्छ होइन, संसार पनि बित्छ, यो अभिलाषाहरू पनि बितेर जानेछ, तर परमेश्वरको इच्छा पुरा गर्ने चाहिँ सधैँको निम्ति रहन्छ। परमेश्वरको इच्छा कसरी पुरा गर्ने त आज है, हामीले शरीरको अभिलाषा, आँखाको अभिलाषा र जीवनको सिखीबाट चाहिँ विजय भयो भने हामी परमेश्वरको इच्छा पुरा गर्छौँ है। परमेश्वरको इच्छा के हो भनेर हामी कतिचोटि विचार गर्छौँ। परमेश्वरको इच्छा चाहिँ त्यो हो है। अनि यहाँ मैले स्क्रिनमा देखाएको छु तपाईँलाई, मानिसलाई आउने परीक्षा चाहिँ के हो भन्दाखेरि शरीरको अभिलाष हो है, खानेकुराको परीक्षा। यहाँ हामी देख्छौँ धेरै खानाहरू छ होइन। अनि आजकल हामी इसाईहरूको धेरै इटिङ सिटिङ मिटिङ भन्ने कुराहरू गर्छ होइन। यो चाहिँ एउटा खानेकुराको परीक्षा है। यहाँ चाहिँ एउटा आँखाको अभिलाषा होइन, यो सुन चाँदीहरू, हिरा मोतीहरू हामी देख्छौँ। अनि आँखाले हेरेर लोभ गर्ने कुरा। अनि एउटा जीवनको सिखी घमण्ड है, म हुँ नि सबैभन्दा इम्पोर्टेन्ट मान्छे, त म बाहेक अरू कोही छैन है, म चाहिँ एउटा महत्त्वपूर्ण व्यक्ति भन्ने मानिसहरूमा चाहिँ त्यो विचार हुन्छ है। त्यो चाहिँ एउटा जीवनको सिखी हो है। अनि यो कुरा चाहिँ प्रभु यीशुको चेला यूहन्नाले हामीलाई सिकाएको छ है। शरीरको अभिलाषाको बारेमा हामी हेऱ्यौँ। यो शरीरको अभिलाषाको चाहिँ खानेकुरामा है, शरीरले चाहेको कुरा है, शरीरले चाहेको कुरा चाहिँ कुराको चाहिँ त्यो परीक्षा हो यो चाहिँ होइन। जस्तै हामीले हेर्छौँ यो शरीरको अभिलाषाको परीक्षाको बारेमा उत्पत्ति 3:6 हब्बालाई पनि त्यो रुखको फल होइन खाने इच्छा गर्छ उसले। अनि त्यो बगैँचाको रुख, त्यो असल र खराबको ज्ञान दिने रुखको फल खाने इच्छा गर्छ, जुन कुरा परमेश्वरले नखानु भनेको थियो होइन। शैतानले देखाएपछि त्यसलाई खाने इच्छा गर्छ होइन, खानेकुराको परीक्षा परेको छ। अनि मत्ती 4:3 हेऱ्यो भने पनि प्रभु यीशुलाई जब 40 दिनसम्म उपवास बसेर भोकाउँछ होइन, अनि तपाईँ परमेश्वरको पुत्र हो भने यो ढुङ्गालाई चाहिँ रोटी हुने आज्ञा गर्नुहोस् र खानुहोस् होइन, त्यसरी परीक्षा गर्छ। अनि यो दुवै परीक्षामा चाहिँ एउटा खानेकुराको परीक्षा होइन, खानेकुराको आवश्यकता र इच्छालाई चाहिँ केन्द्र बनाएर परीक्षामा पारेको छ है। अनि आजसम्म पनि शैतानले गर्ने परीक्षा त्यही हो है। हामीले बुझ्नुपर्ने कुरा चाहिँ के हो भन्दाखेरि, शैतानले जसरी हावालाई परीक्षा गरेको थियो, जसरी प्रभु यीशुलाई परीक्षा गर्यो, अनि आज हामीलाई पनि त्यही परीक्षा आउँछ भनेर यूहन्नाले होइन, पहिलो यूहन्नाको 2:16 भनिराखेको छ। अनि त्यस कारणले आज हाम्रो दैनिक जीवनमा यी परीक्षाहरूसँग हामी सङ्घर्ष गर्छौँ। अनि त्यस कारणले यो कुरा हामीले बुझ्नु जरुरी छ है। अनि अनि तपाईँलाई मैले अर्को एउटा घटना हेर्न सक्छौँ कि दाउदले बत्सेबासँग होइन शारीरिक अभिलाषाको परीक्षा परेर व्यभिचार गरेको छ। शारीरिक भोकमा को परीक्षामा परेको कारणले
दाउद यति धेरै सफल हुँदै गइराखेको बेलामा माथि टुप्पाबाट एकैचोटि तल खसेको कुराहरू हामी देख्छौँ है। उसको शारीरिक अभिलाषाको परीक्षामा परेको छ। योसेफ पनि पोतिफरकी पत्नीले बारम्बार अनैतिक सम्बन्धको लागि प्रलोभन दिएर होइन परीक्षा गरेको थियो, तर उसले अस्वीकार गरेर भागे र ऊ विजय भए है। योसेफको जीवनको आशिष हामी देख्न सक्छौँ। त्यस कारणले परमेश्वरले हामीलाई परमेश्वरको वचन पालन गर आज्ञा पालन गर किन भनेको भन्दाखेरि हामीलाई आशिष दिनलाई हो है। जब हामी आँखाको अभिलाषाको परीक्षालाई जित्छौँ हामी आशिषित हुन्छौँ। यसबलाई पनि हेर्नुहोस् न होइन, एउटा ज्येष्ठ अधिकार एक छाक खानको लागि बेचेको छ उसले। ऊ सिकारी खेलेर आउँदाखेरि याकुबले सुरुवा पकाइराखेको थियो होइन, तपाईँको ज्येष्ठ अधिकार दियो भने मात्रै म दिन्छु भन्दाखेरि मलाई ज्येष्ठ अधिकारको के मतलब भनेर अनि उसले चाहिँ ज्येष्ठ अधिकारलाई लत्याएको छ है। अनि त्यसपछि एसाव परमेश्वरको नजरबाट चुकेको कुराहरू हामी देख्छौँ। अनि इजरायलीहरू पनि खानेकुरामा गनगन गरेको छ। प्रस्थान 16:2 र 3लाई हेऱ्यो भने हामी मिश्र देशमा त होइन भुटेको मासुहरू खान पाउँथ्यो, त्यहाँको प्याज होइन लसुन भनेर एकदमै खानेकुरामा चाहिँ गनगन गरेको छ क्या। अनि त्यस कारणले गर्दाखेरि उनीहरूलाई यो शारीरिक अभिलाषाको परीक्षामा परेर उनीहरू त्यो ठाउँमा पतित भएको छ है। आज हामीलाई त्यो चेतावनी दिएको छ कि शरीरको अभिलाषाको परीक्षाबाट चाहिँ जोगिएर हिँड्नुपर्छ। यो त दिनको परीक्षामा होइन तपाईँ र मलाई आउने परीक्षा हो है। यहाँ पनि मैले यो चित्रमा देखाएका छौँ है यो त। अनि अर्को कुरा चाहिँ हामी आँखाको अभिलाषाको परीक्षा है। आँखाले हेरेर है आँखाको आकर्षण के। अनि उत्पत्ति 3:6मा चाहिँ के छ भने होइन जुन असल र खराबको ज्ञान दिने रुख चाहिँ नखानु भनेर परमेश्वरले भनेको थियो। तर शैतानले जब त्यो रुखलाई देखायो होइन हब्बालाई चाहिँ हेर्नलाई असल र राहत लाग्दो देख्छ उसले होइन, हेरिरहँ जस्तो। अनि मत्ती 4:8मा पनि के गरेको छ भने शैतानले यसो प्रभुलाई सारा संसारलाई देखाएको छ, सारा जगतलाई होइन, यदि तपाईँ मलाई भोग्यो भने यो सारा जगत तपाईँलाई दिन्छु। आँखाको अभिलाषाको परीक्षामा पारेको छ प्रभुलाई। र प्रभुले के गर्यो त्यो परीक्षा आउँदाखेरि होइन शैतानलाई हकारेको छ है। अनि त्यस कारणले यी दुवै आँखाले देखिने आकर्षक कुराले इच्छा जगाउने पक्ष देखिन्छ है। अनि पहिले युना 15:16 अनुसार आँखाको अभिलाषाको परीक्षामा पर्नेछ भनेर चेतावनी दिइराखेको छ। यो आज तपाईँ र मलाई पनि यो परीक्षा पर्छ होइन। दाउद पनि घरको कौसीमा टहलिरहेको समयमा नुहाइराखेको स्त्रीलाई देखे होइन, त्यो बत्सेबालाई देखेर के भयो त आँखाको अभिलाषाको परीक्षामा पर्यो। अनि दाउदको जीवन बर्बाद भएको हामी देख्छौँ। त्यसपछि होइन योसेफले आँखाको अभिलाषाको परीक्षामा परेन किनकि पोतिफरकी श्रीमतीबाट ऊ चाहिँ भागेको छ। आकानको पाप योसो 7:20-22 हेर्ने भने उसले देखेर लोभ लाग्यो र लुकायो भनेर त्यहाँ लेखिएको छ। किनभने त्यो कनान देशमा लडाइँमा गएपछि त्यो लुटको माल चाहिँ लिनुहुन्थेन, तर उसले चाहिँ त्यो देख्यो होइन, अनि कतिवटा सुनको सामानहरू चाहिँ लुकाएर राख्यो अनि ऊ चाहिँ श्रापित भएको छ है। त्यस कारणले आज जुन मानिसहरू चाहिँ परीक्षामा असफल भएको छ तिनीहरूको जीवनमा धेरै समस्याहरू हामी देख्छौँ है। त्यस कारणले आँखाको अभिलाषाको परीक्षाबाट तिनीहरू जोगिनुपर्छ भनेर बाइबलले हामीलाई सिकाएको छ होइन। आयुब 31:1मा हेऱ्यो भने आयुबले के भन्छ, मैले मेरो आँखासँग बाचा गरेको छु कि कुनै स्त्रीलाई पनि म काम बास्नाको नजरले हेर्ने छैन है। त्यस कारणले आँखाको ढोकालाई सुरक्षित राख्नुपर्छ हामीले होइन। अहिले चाहिँ धेरै आँखाको परीक्षाहरू हुन्छ अनि मोबाइलमा अनि होइन इन्स्टाग्राम, युट्युब, टिकटक, फेसबुकमा। अनि त्यस कारणले आँखाको अभिलाषाको परीक्षालाई जित्नुपर्छ भनेर हामीलाई प्रभुको वचनले सिकाउँछ है। अनि अर्को कुरा चाहिँ जीवनको सिकी एउटा घमण्डको परीक्षा है। अनि यो उत्पत्ति 3:6मा चाहिँ परमेश्वर जस्तै बुद्धिमान हुने इच्छा गरेको छ क्या मान्छेले होइन, परमेश्वरको बराबरी हुने इच्छा। किनकि त्यो रुखको फल खायो भने त शैतानले के भन्यो, तिमीहरू त परमेश्वर जस्तै हुनेछ है। अनि त्यसपछि परमेश्वर जस्तै हुनेछ भन्ने परीक्षामा परेको छ। अनि मत्ती 4:5-6मा प्रभुलाई त्यस्तै परीक्षा गरेको छ होइन। मन्दिरबाट हाम फाल्नुहोस् लेखिएको छ, स्वर्गदूतले तपाईँको हातलाई थाम्नेछ भनेर भजन सङ्ग्रह 91
वचनलाई कोड गरेर प्रभु यीशुको परीक्षा गरेको छ, मन्दिरको टुप्पामा लगेर फाल्नुहोस् भनेर हैन। अनि प्रभु यीशुले शैतान दूर हैजा, तैँले परमप्रभु परमेश्वरको परीक्षा नगर भनेर भनेपछि शैतान त्यहाँबाट गएको कुराहरू हामीले हेर्न सक्छौँ। अनि त्यस कारणले उत्पत्तिदेखि नै हेर्ने हो भने प्रभु यीशुको समयसम्म पनि एउटै किसिमको परीक्षा गरेको छ क्या है। आदम र हावालाई जसरी परीक्षा गर्यो शैतानले त्यसरी नै प्रभुको परीक्षा गरेको छ। अनि पहिलो यूहन्ना 2:16मा जीवनको सिखीको परीक्षामा पर्नेछ भनेर प्रभु यीशुको चेला यूहन्नाले हामीलाई चेतावनी दिएको छ है। अनि दाउदको बारेमा हामीले विचार गर्ने हो भने जब उसले सारा इजरायललाई हैन एकत्रित गरिसकेपछि चाहिँ उसको मनमा एउटा मैले यत्रो साम्राज्य बनायो भनेर जुन घमण्ड आयो हैन, जनगणना गर्यो। अनि दाउदको घमण्डले 7,000 मानिस 70,000 मानिस मरेको छ है। जब उसले व्यभिचारको पाप गरेको थियो जम्मा 4 मान्छे मर्यो है। घमण्ड भन्ने कुरा कति ठुलो कुरा रहेछ है, डरलाग्दो कुरा रहेछ घमण्ड भन्ने कुरा। त्यस कारणले हाम्रो प्रभु यीशुको चरित्रलाई हेऱ्यो भने होइन, उहाँ परमेश्वर भएर पनि फिलिप्पी 2 अध्यायमा उहाँ परमेश्वर भएर पनि परमेश्वरको बराबरी ठान्ने कुरालाई एउटा पक्रिराख्ने वस्तु जस्तो ठान्नु भएन होइन, तर आफैलाई होच्याएर रित्याएर कमलाको रूप धारण गरेर उहाँ चाहिँ मनुष्यको रूपमा जन्मनु भयो र उस समय उहाँ आज्ञाकारी हुनुभयो होइन। प्रभुले यो पनि भनेको छ म सेवा पाउनलाई होइन तर सेवा दिनलाई धेरैको छुटकाराको मूल स्वरूप आफ्नो प्राण अर्पण गर्न आए है। हाम्रो यसो प्रभु कति स्वर्गबाट पृथ्वीसम्म निहुरनु भएको छ क्या है, उहाँको नम्रता। तर जब हामी घमण्डमा चाहिँ एकदम स्पेसल व्यक्ति हौँ है, अरू मानिसहरू भन्छ म महत्त्वपूर्ण ए मैले यो गरेको मैले त्यो गरेको म बाहेक त केही पनि चल्दैन भन्ने खालको जब हामी विचार राख्छौँ कुरा गर्छौँ है, बाइबलले भन्छ पतन आउनुभन्दा अगाडि घमण्ड आउँछ है। त्यस कारण हामीले आफैले आफैलाई जाँच्नुपर्छ। अनि यो चाहिँ हाम्रो दिनको व्यवहारिक जीवनमा हामीले जाँच्नुपर्ने कुराहरू हो है। साँच्चै मेरो हृदयमा घमण्ड छ कि होइन, अभिमानी विचार छ कि अहङ्कारी विचार छ कि जुन कुरा परमेश्वरलाई मन पर्दैन। जब म घमण्डी हुन्छु म चाहिँ परमेश्वरको शत्रु हुन्छु भनेर बाइबलले भनेको छ है। अनि तर योसेफले चाहिँ होइन उच्च पदको अभाव गरेको छैन होइन, परमेश्वरप्रतिको निष्ठामा स्थिर भएको कुराहरू हामी उसको बारेमा पढ्न सक्छौँ। राजा उजिया दोस्रो इतिहासको 26को 3देखि 5 होइन, मन्दिरमा एकदम घमण्डले धुप बालेको छ। वास्तवमा त्यो धुप बाल्ने काम त पुजारीहरूको थियो, लेवीहरूको थियो। तर ऊ एकदमै समृद्धि भएपछि चाहिँ एकदमै घमण्ड आयो होइन, धुप बाल्यो र उसको निधारमा कस्तो रोग निस्केको कुराहरू हामी देख्छौँ है। त्यस कारणले गर्दाखेरि जब हामी घमण्ड गर्छौँ हामी दण्डित हुन्छौँ है। विचार गर्नुपर्ने कुरा हाम्रो दिनको जीवनमा आउने होइन, जीवनको सिखी अनि शरीरको अभिलाषा र आँखाको अभिलाषाको परीक्षा। र आज पनि त्यही कुरा तपाईँ र मलाई चाहिँ हरेक दिन त्यही कुराको परीक्षा आउँछ। अनि जब हामी परमेश्वरको वचनलाई ध्यान दिएर मनन गरेर है परमेश्वरको वचनमा जिउँछौँ भने हामीले त्यसबाट विजय पाउन सक्छौँ। अनि पाप गरेपछि पापको परिणाम भोग्नु परेको छ। त्यहाँ हेर्नुहोस् है, उत्पत्ति 3को अध्यायमा चाहिँ सर्पले श्राप पायो होइन, साङ्केतिक रूपमा शैतान हो थियो होइन। भूमि श्रापित भयो, खानेकुराको सट्टा काँडा सिउँडी उमार्यो होइन भूमिले। आदम श्रापित भए, निधारको पसिना बगाउनु पर्ने भयो होइन, भूमिले खाना नहुने कुराहरू उमार्न थाल्यो, खानेकुरा त मान्छेले रोप्नु पर्ने भयो होइन, परमेश्वरबाट लोग्न थाले। मानिसमा लाज हार डर पीडा दुःख मृत्यु आयो। संसारमा जन्मेको पहिलो मानिस कैन हत्यारा भए। उत्पत्ति 6 अध्यायमा सारा संसार पापमा डुबेको कारण जलप्रलयद्वारा नष्ट भयो है, किनकि परमेश्वरले पापलाई गम्भीर रूपमा लिनुहुन्छ र उहाँकी चाहिँ न्यायी परमेश्वर हुनुहुन्छ है। जब पाप गर्छ पापको परिणाम भोग्नुपर्छ है। शैतानले छल गरेको कारणले आदमले खाना नहुने फल खाए, आजसम्म पनि छल गर्दैछ है। शैतानको काम चाहिँ पाप गर्न लगाउने, छक्क्याउने, परमेश्वरको योजनाबाट बाहिर निकाल्ने काम बाइबलभरि हामी देख्छौँ है। हेरोद राजाले 2 वर्षभन्दा तलका बच्चाहरूलाई मार्न लगाए, किनकि प्रभु यीशु आउन नदिनलाई शैतानले चाल चलाएको छ है। मूसाको समयमा पनि त्यस्तै गरेको छ है। अनि एस्टरको समयमा पनि दुष्ट हामानद्वारा सबै यहुदीहरूलाई मार्ने योजना बन्यो। किन भन्दाखेरि यहुदीहरूबाट त मसिहा आउनुपर्ने थियो होइन। शैतानको छल योजना चाल हामी देख्छौँ। आजको दिनसम्म पनि यो विचार मानिसमा छ है। परमेश्वरले सुरुको दिनदेखि मानिसलाई बनाएको दिनदेखि आजसम्म पनि शैतानले मार्ने नाच्ने योजना बनाए पनि
परमेश्वरले बचाइराख्नु भएको छ है। हामीले बुझ्नुपर्ने कुरा चाहिँ के हो त भन्दाखेरि शैतानले आदमलाई मात्र छल गरेन, तर आजको दिनसम्म पनि पारामलाई पनि गर्छन् है। हामी त्यही भएर होसियार हुनुपर्ने, सचेतन हुनुपर्ने, जागार हुनुपर्ने है। अनि प्रभु यीशुलाई यीशुको परीक्षा भयो, अनि शैतानको योजना नै कसरी नाश गर्ने भन्ने हो है। अहिले पनि संसारले के भन्छ, व्यभिचार पनि ठिक छ, समलिङ्गी ठिक छ, गर्भपतन ठिक छ, होइन, सरकारले पनि यो सबै कुरा ठिक छ, होइन। सारा संसार नै शैतानको बाटोमा हिँडिराखेको छ, परमेश्वरको योजनालाई रोक्न खोजेको छ है। त्यसैले शरीरको आवश्यकता र इच्छाको परीक्षामा त्यसैले शरीरको आवश्यकता र इच्छाको परीक्षामा हामी पर्छौँ है। त्यो समयमा परमेश्वरको वचनबाट उद्धृत गर्दै हिँड्ने जवाब दिनुपर्छ है। मानिस टोलीले मात्रै होइन, तर परमेश्वरको मुखबाट निस्केको वचनले जीवित रहन्छ, किनकि हामीसँग त परमेश्वरको वचन छ नि, होइन। परमेश्वरको वचन भएको कारणले गर्दाखेरि आज हामी यी कुराहरूबाट हामी विजय पाउन सक्छौँ। त्यस कारणले तपाईँलाई मैले याद गर्नुपर्ने 3वटा परीक्षा के हो त? शरीरको अभिलाषा हो एउटा, एउटा चाहिँ आँखाको अभिलाषा हो, एउटा चाहिँ जीवनको सिकी। यो 3वटा परीक्षा हरेक दिन हामीले सामना गर्नुपर्ने हुन्छ है। यो परीक्षामा जब हामी विजय हुन्छौँ, हामी परमेश्वरको इच्छा पुरा गर्छौँ है। यो कुराहरूमा हामीले धेरै ध्यान दिनुपर्ने हुन्छ।